हेलो साथीहरु, मैले अब यो धान पुरानो धान सबै निकाले हेर्नुस् है। यो गोदाम भन्छ, यहाँ चाहिँ हामीले भकारी भन्छौं हैन। यसरी सबै अब यो सफा गरेर राख्ने हो। धान अब यसरी छ, यो निकाल्ने है। यहाँ पनि यस्तो छ, सब खाली गरिसकियो। अब एउटामा दुईटा पार्टिसन छ हैन। पार्टिसन गरेर दुईटा यसरी राखेका छौं। धान अब काट्ने बेला भइसक्यो, मान्छे अलि पाइए छैन। मान्छे पाएपछि अनि धान पनि काट्ने हो। हेर्नु साथीहरु, हेर्नुस्, धान त एकदमै कोही त दुई थरीको गर्नुपर्छ, कोही अलि पछि पाक्छ। बासमती अब कार्तिक लास्टतिर पाक्ला, तर अब यो चाहिँ पाकिसकेको छ के। हेर्नु, यहाँबाट पर देखिन्छ है, यस्तो छ। यहाँ चाहिँ अलिअलि खनेर यहाँ यो 500 रायोको साग लगाएको छौं। यदि उम्रियो भने, सबै जाग्यो भने त हामीलाई प्रशस्त हुन्छ, धेरै पनि चाहिँदैन। यस्तो छ। ल हेर्नुस्, धान पुरै पाकिसकेको छ। हेर्नु, यो तेजपत्ता हो साथीहरु, तेजपत्ता। ल हेर्नुस्, अलिकति हामीले काटेर राखिसक्यौं। यस्तै गराएर लगेको भए नि अस्तिको त राम्रो हुन्थ्यो नि। यो बुढोले नगराएर बुद्धिले जाने रहेछ नि। हाम्रो त किसानी भन्ने मात्रै, केही नजान्ने के हो कुनै दाइले के धेरै सबै जाने के है। धुलो छ हैन धेरै, तल धुलो छ। तर यो त राम्रै छ धान त हैन। कति रुपैयाँ किलोको दरले किन्छौ तिमीहरूले धान? चामल बोरा कति रुपैयाँ? कुन चामल? सावित्री कति भन्छ? ए, कति किलोको? 30 किलोको। धुलो आउँछ है। धान बत्ताको साथीहरु सबै धुलो भएर पुरानो धान हो पोहोरको। यसरी बताउँदैछ हाम्रो बुद्धिले। बुद्धि भाइले यसरी सफा गर्दैछ धान। त्यो पंखाले भन्दा त यसले छिटो हुँदो रहेछ। बिहानै बत्ता हो सडिन्छ हैन। बिहान त कहाँ भ्याउँथे त नि। त्यो निकाल्दै त्यत्रो टाइम लाग्यो।